वेलकम टु माई ब्लग भिडियो। सन्चै हुनुहुन्छ होला। आज म पाउभाजी महेश पाउभाजीमा म काम लागेको होइन। एउटा दाइ छ महेश पाउभाजीमा, दाइ काम गर्नुहुन्छ। दाइको नाम के हो दाइ? हजुर कदम करण करण भाइ करण दाइलाई होइन एकदम पाउभाजी मिठो बनाउनुहुन्छ होइन। उहाँले के रेसिपी बनाउनुहुन्छ त ट्राई गर्नु होला है। अगाडि देखाउँदै गर्छु तपाईँलाई। उहाँसँग थोरै जानकारी लिन चाहन्छु। हस् त नमस्ते, अगाडि देखाउँदै जान्छु तपाईँलाई भिडियो। दाइ तपाईँ के बनाएर आएको हुनुहुन्छ? हजुर के हालेर आएको छु? हजुर दाइले रेसिपी बनाएर आएको छ होइन। पाउभाजी एकदम फेमस छ होइन। महेश पाउभाजीमा काम गर्नुहुन्छ दाइले, धेरै राम्रो काम गर्नुहुन्छ होइन। मिर्ची पाउडर होइन, यहाँ हेर्नु है, दाइले मिर्ची पाउडर हालेर आएको छ होइन। अनि धनियाँ पाउडर, मिर्ची पाउडर एकदम राम्रो रेसिपी बनाएर आएको हुनुहुन्छ होइन। पाउभाजी एकदम फेमस छ है। महेश पाउभाजी भने चाहिँ एकदम नाम कमाएको छ होइन। यहाँ हेर्नु है, यहाँ चाहिँ नमक यहाँ हेर्नु एकदम मिठो बनाउनुहुन्छ एकदम दाइले, एकदम टेस्टी बनाउनुहुन्छ होइन। यहाँ हेर्नु है, पहिला यो प्रोसेस होइन, नमक मसलाहरू सब हालेर अनि त्यसपछि त्यसलाई मसलालाई मिक्स गर्छन् दाइ होइन। अगाडि प्रोसेस देखाइदिएको गर्छु तपाईँलाई, हेर्नु होला। यहाँ चाहिँ भाजी मसला हालेर आउनुहुन्छ। ल है, दाइले फिट गर्दैछ है। यत्तिकै मेहनत हुन्न होइन, त्यत्तिकै मेहनत हुन्न महेश पाउभाजीमा। दाइले एकदम राम्रो काम, राम्रो मेहनत स्ट्रगल गरेर आएको छ दाइले होइन। भविष्यमा दाइलाई काम आउँछ होइन। हजुर हेर्नु है, वगारी मतलब यसलाई तड्का हान्नलाई होइन, पाउभाजीमा तड्का हान्नलाई यो वगारी गरेको होइन। होइन दाइ, यो यहाँ फ्राई गर्छन् होइन। यसमा सिमला मिर्ची अनि काँदा अनि लसुन दबाएर हाल्छन् होइन। हेर्नु होला, यस्तो फ्राई भइरहेछ। यहाँ चाहिँ सेफ हुनुहुन्छ है, एकदम ठुलो सेफ महेश पाउभाजीको। यहाँ चाहिँ राखिरहेको हुनुहुन्छ होइन। आज शनिबार होइन, शनिबारको दिन एकदम दबाएर बनाउनु पर्छ होइन। दाइले अब प्रोसेस बाँकी छ होइन, तपाईँलाई अगाडि देखाउँदै गर्छु अब म। यहाँ चाहिँ तड्का अब अगाडि प्रोसेस तपाईँलाई देखाउँदै गर्छु म। के हो दाइ? लसुन होइन, यहाँ हेर्नु है, लसुन मजाले तरिकाले अब यहाँ दाइले होइन यो पुरा मसला फिटिसक्यो होइन। ल है, हाम्रो भाजीको प्रोसेसिङ यहाँसम्म पुगेको छ। अझै धेरै बाँकी छ होइन। यो भाजीलाई फ्रेस हुँदैछ अहिले भनौँ यहाँ। यो मसिनले पिस्नुपर्छ यसलाई त होइन। यो भाजी पकाएर तड्का हालेर मस पारेर